सम्पूर्णलाई नमस्कार, सन्चै हुनुहुन्छ? वेलकम टु माई अनदर भ्लग। हेलो एभ्रिवान, इट्स मी सन्जु। वेलकम टु द ह्याप्पी फ्यामिली थारू बोइज। गाइज, आजको मेरो भ्लग विशेष चाहिँ धेरै महिनापछि हैन म मेरो +2 को साथीहरूलाई अथवा जोसेफियन साथीहरूलाई भेट्न गइरहेकी छु। सो गाइज, हार्टली वेलकम इन दिस भ्लग। आज चाहिँ म एकदमै व्यस्त छु किनकि म साथीहरूलाई भेटेर स्कुल पनि जानु छ। साथीहरू त अब सधैँ नै छन्, काम पनि सधैँ छ। काम सधैँ भए तापनि साथीहरू चाहिँ इम्पोर्टेन्ट हो। सो म साथीहरूलाई भेटेर आफ्नो काम पनि भ्याउँछु। अनि म रेडी भइसकेकी छु। अब म केही क्षण देवी र अनिसालाई पर्खिनेछु। धेरै पछि हैन साथीहरूसँग भेट्दा अनि गफगाफ गर्दा आफ्नो मनको कुराहरू साटासाट गर्दा सायद रमाइलो हुनेछ। साथी भनेको त साथी नै हो नि त, जे जस्तो भए पनि। सो पहिला हामी बाटोमा भेट्नेछौँ, त्यसपछि हामी अञ्जलीकोमा खाना खान जानेछौँ किनकि हिजोको खाना हामीले हाम्रो घरमा खाएको थियो भने आजको खाना चाहिँ हामी अञ्जलीको घरमा खानेछौँ। अनि के गाइज, मलाई पनि त साथीहरू आउने दिन राम्रो लुगा लाउन मन थियो, तर के गर्नु, स्कुल पनि भ्याउनु पर्ने, साथीहरूलाई पनि भेट्नु पर्ने। म एउटा सन्चिता के गर्नु। म चाहिँ एकदम एक्साइटेड छु आज साथीहरूलाई भेट्न। Please watch full video on my YouTube channel and please subscribe our YouTube channel The Happy Family Tharu Boys। देवी र अनिसा आइसक्यो हैन, हामी भेटिसक्यौँ। अब हामी चाहिँ जानेछौँ अञ्जलीको घर। So she is Anisa माझी। Hi Anisa। And she is Devi। Hi Devi। यो चाहिँ श्रेष्ठ हो नि, फेरि कति राम्री चाहिँ। ओ माई गड, हो नि। सो अब हामी अञ्जलीकोमा जान लागिसक्यौँ होइन। अञ्जलीले फोन पनि गरिसक्यो। अहिले पसलमा छौँ हामी कोसेली किन्ने। अनि यता चाहिँ अनिसा, यता आउन हल्का गोरो देखिन्छ। कतिको एक्साइटेड छौ यार भेटेर। अनि यता हाम्रो आइफोन वाली साथी। हेलो देवी। आइफोन वाली। सो हामीले चाहिँ 40 को चिप्स त्यसको भाइ र बहिनीलाई हामीले चाहिँ 2 लिटर दही लिऊँ नि अञ्जलीकोमा जान, किनकि हामी कसरी नली जाँदिनौँ नि त हैन देवी। 20 रुपैयाँ खान्छ रे चिप्स। 20 रुपैयाँ खाले छैन भयो। 10 को दिनमा 4टा भइगयो नि। हुन्छ, हामी यहाँ चिप्स लिँदैछौँ। अनि चिप्स हामी नै खाने हो त्यहाँ गएर। अनिसा खाँदिन अरे कि ऊ झन् खाँदैन। मलाई हेपेको, मलाई मेरो ज्यान हेरेर हेपेको। ओ सरी माइ, ऊ काटिसक्यो उसले बोल्दै। सो हामी जाँदैछौँ। वी आर अन द वे। म साइकलमा छु होइन। अहिले म क्यामेरा ब्याक गर्छु। यता छिन् ल, बोल्नु है, मजाले के बोल्नु छ। अनि यता देवी, यता साइकल कुदाउने, उनीहरू चाहिँ डबल छन्, म चाहिँ सिङ्गल छु। सबै कोसेली चाहिँ मेरो डोकोमा हालिदिएको छ, यिनीहरू कम छन्। केही भन्न चाहनुहुन्छ? यो चाहिँ ऐलानपुर गाउँ हो होइन। हामी अब एकदम स्पिडमा जानेछौँ। वैशाख 14 गते। हाई गाइज, म चाहिँ यहाँ छु होइन। अहिलेको क्यामेराम्यान चाहिँ देवी। अनि गाइज म कति राम्रो छु। अब अनिसाले सिरदेखि पाउसम्म हेर्नु साइकल दिएको थिएँ बाल्टिङ म हाँसेर। गाइज, आजको भ्लगमा चाहिँ धेरै भ्युज आउँछ जस्तो लाग्दैछ मलाई। हमारसँग के कुर्का छि पिसरो अहिले पहिलीमा मेरो मोबाइल चाहिँ साइकल कुदाएर मलाई दोकान जान भन्दै जान्छु। बरु मन्दिरमा यहाँ कन्सर्ट लाग्छ नि देवी। सो हाई गाइज, हामी चाहिँ फाइनली राजेशको घर आइपुग्यो। नमस्ते अझै हाम्रो राजेश हमाल। हाई हमरा ढिलो है स्कुल जाने चल्ने देख्दै स्कुल आज के गरे आज नि
वेनिङजु त के अरे बोल्नै आउँदैन र पो त आफूलाई चाहिँ फेरि यिनीहरूको भाषा बोल्न आउँदैन कि त्यही भएर पनि सन्जिता नाच ठुमक ठुमक केटीहरूले सिकाएको स्टेपहरू सो गाइज हामी राजेशको घरमा छौँ होइन राजेशले चाहिँ हामीलाई बस्नको लागि कुर्सी तयारी गर्दै हुनुहुन्छ तर यिनीहरू भने बस्दिन कि बस्दिन भन्दैछ मलाई त बस्न मन छ नि तर सबसे हतार मलाई नै छ ऊ राजेश माथि पुगिसक्यो हक्कर दोहोर नै हेलु हतार भयो कि भएन देवी हतार भइसक्यो भोक लागिसक्यो मा साथीको घरमा खाना भनेर गएको खोइ यहाँ अर्काकै घर साथीकै घरमा लागेर ढल्दैन अहिले राजेशको घरमा बेहोस हुन्छ मरे म त अब गाइस झ्यालमा म अलिअलि देखिँदैछु होला बाजे में गोरा लाग्छु न मैं उफ बा यति टाइम त मलाई पनि लागेन होला नि रेडी हुनलाई साइकल में जरा चलाओ त्यहाँ में हमर साइकल में उठा चाहिँ हमर साइकल गुलाबी रा ऊ डोका बला रा सो गाइज हामी जाँदैछ यहाँ पछाडि राजेश होइन अनि यता देवी र अनिसा बा गलिसक्यो गाइज धेरै दिनमा साइकल कुदाएको अनिसा मजा आएछ कि राजेशको चुकाउन आउँछु गलिसक्यौँ गाइज फाइनली हामी चाहिँ अञ्जलीको घर पुग्नै आँटिसक्यौँ होइन पुग्यौँ पनि हाय अंजलि हमारे ब्लॉग में तोरा स्वागत करे चाहछु आज तो तोर पाछे पाछे घुमू हाय राजेश हेलो अनिसा हाय देवी म चाहिँ उता ऐनामा हाय सन्जिता मलाई चाहिँ वेलकम गरेकी छे हैन कोक लिएर चिसो कोक थ्याङ्क यू अञ्जली तिमी पनि लिएर आउ न गाइज चेस गरौँ चेस हाय देवी 11 गते पैसा दिने छि के कलेजमा कालु जाछे बाइक सर्भिस करे छि कालु ओ बनापटे उनको परिचय पत्र बनापटे खुलो थियो हेर्नु न सो गाइज फाइनली हामी चाहिँ अब खाना आँटेको हैन यिनीहरू मोबाइलको किरा मकौडा हो मोबाइलै छोड्दैन हेर्नु नि बोला छि एआई छिटो आउ त रुम खतम पारिसक्यो अरे दिने न मासु सन्जिताले के अञ्जली जाऊ तिमी पनि पस्केर ल्याऊ सँगै खानुपर्छ नि सो फाइनली हामी खाना खान रेडी छौँ ले छिटो छिटो खाना खोज्छ सो गाइज हामी खाँदैछौँ होइन खाना यति धेरै मिठो छ नि कसम होला म त नङ पनि चपाएर खान्छु मिठो छ नि मिठो छ नि के छ मासु काँक्रा अनि बोडीको सब्जी आलुको सब्जी दाल भात पापड अनि पकाउने मान्छे चाहिँ हो हेलो कुकम्यान बा देवी मोबाइल हेर्दै भात खाँदैछ के साइडमा देख्दै गुड होटल ड्राइभर बन्छ के हमें क्या यहाँ होटल ड्राइवर बनवी ए करो हमें नि 5 वर्ष गाइज म चाहिँ 5 वर्षपछि बिहे गर्ने नि त न ज्योतिष र म ए 5 वर्षपछि ले बाजे त्यो भन्दा अगाडि म अनिसाको बिहे भयो 10 वर्ष अञ्जली भोलि नै गरेछ नि यादव सरकारहरूसँग मेरो बिहे मङ्सिर 35 गते मङ्सिर ऊ अस्ति झुम्का किन्दै थियो कुर्ता पनि हेर्दै थियो अनलाइनमा
सबैलाई निम्तो मेरो बिहेको तखने 5 वर्ष भन्दै थियो अपने भन्छ मङ्सिर अपने भन्छ भर्खरै गरिहाल्छु मङ्सिर 35 गते मेरे त्यहाँ गए त उता होली ड्राइवर कहिया खोज्यो भाइ हमार होली ड्राइवर हम हदिया गयो थाकी अब भगवान भरोसाहरू नि खास झगडा गरेर बेला भेट्छु विराटनगर जान्छु खानै पाउँदैन कोही छोरा देखा दियो अरे क्या नहीं छो हमारे पास में म त करले पकाउँछु भात मैंने म त करले डर तो लाइक के नहीं छो क्या ओ कले मन पर्छ भात सो गाइस ए हाँ चिप्सोन बैठ जाए मम्मी बैठ जाए मलाई हतार भयो होइन म चाहिँ गम के गम खाँदैछु तिमीहरू आरामले खानु भरे हामी मेजवान होटलमा सबैजना भेट्नेछौँ जुवा कि मेजवान स्पोन्सर के स्पोन्सर के काठमाडौँबाट न स्पोन्सर के स्पोन्सर जे जागे गर्छु हाकी कते अरे कते मेजवान कते से गुडगाउँ हो एकदम एवान একটা सुजनले ছিল गोल खेला सेन्ट जोसेफ गेलु नि 2-3 दिन पत्र याद छु ए पिङ्कीको साथीको होटल हो तो गएर चल नि चल सोना बोला नि मन के चोनान मन के बाइ गाइस दाल पिक खोने त जानु पर्यो फेरि भोक लाग्छ फेरि यसलाई मेरो युट्युब च्यानललाई सब्स्क्राइब म सब्स्क्राइब जे छु पनि छोडी गाइस भरे मेजवानमा भेटौँ सो गाइज मलाई चाहिँ खाना खाँदै हतार भयो होइन किनकि शनि समयमा आउनु भयो नि त अब म गएको अनि त्यसम्म भ्लगलाई हेरिदिनु भयो त्यसको लागि थ्याङ्क यू सो मच